सडक दुर्घटनाबाट क्षति हुनेको संख्या अत्याधिक मात्राले बढिरहेको छ। सडक दुर्घटना हुने चारवटा कारण हुन्छ। एउटा कारण भनेको सडकको कारण, सागुनको सडक है, उकालो ओह्रालो खाल्टाखुल्टी भएको सडक खण्ड, यसले गर्दाखेरि दुर्घटना हुन्छ। यसले कति पर्सेन्ट हुन्छ? 5% मात्रै। अर्को हुन्छ सवारीको कारण, सवारी पुरानो हुनु, ब्रेक नलाग्नु है, बिग्रेको गाडीहरू भयो भने त्यसरी पनि हुन्छ। त्यसले कति हुन्छ? 5%। अर्को वातावरणको कारण, हुस्सु लाग्नु, कुहिरो लाग्नु, बाटो नदेखिनु, यसले पनि 5%, भनेपछि 15% गयो। अब 85% कसरी हुन्छ भने मानवीय कारण, तपाईँ हाम्रो कारण, लापरवाही कारण, जसले हामीले एहे केही हुँदैन, एहे के हुन्छ र भन्ने खालको हुन्छ नि हाम्रो सोच हो त्यो। अब मानवीय कारणमा के आयो भने सबभन्दा पहिले हामी बिना सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउनु, भन्नुको अर्थ लाइसेन्स नभइकन सवारी चलाउनु। लाइसेन्स नभएको मान्छे भनेको सक्षम मान्छे होइन हो। तपाईँले देख्नु होला नि, यहाँ सरहरू हुनुहुन्छ अथवा हरेक ठुल्ठुलो पोस्टमा विभिन्न प्रकारको राम्रो राम्रो ओहदामा मान्छेहरू हुनुहुन्छ, मास्टर्स गरेको धेरै छ यहाँ, तर उहाँले त्यो ठाउँमा पुग्नलाई परीक्षा पास गरेर आउनुपर्छ। त्यसपछि मात्र उसलाई ती मान्छेलाई त्यो अनुसारको मान्यता दिएको हुन्छ। होइन भने त्यस्तै मास्टर्स गरेको मान्छे चाहिँ यहाँ प्रिन्सिपल भएको हुनुहुन्छ, त्यस्तै मास्टर भएको मान्छे चाहिँ रोडमा त्यत्तिकै हिँडेर हुन्छ, उहाँलाई चाहिँ फरक दृष्टिले हेरिन्छ, उहाँलाई चाहिँ फरक दृष्टिले हुन्छ। भन्नुको अर्थ के भने गाडी मलाई चलाउन आउँछ भन्दैमा पनि तपाईँ सवारी चालक होइन। तपाईँ गाडी चलाउन आउँछ अनि तपाईँले प्रक्रिया पुर्याएर लाइसेन्स लिनुभयो भने त्यसपछि तपाईँ चाहिँ सवारी चालक हो। भन्नुको अर्थ 8, 9, 10, 16 वर्ष क्रस भएकोले दुई पाङ्ग्रे गाडी, मोटरसाइकल अथवा स्कुटीको लाइसेन्स दिने प्रावधान छ। 16 वर्ष पुरा भएको हुनु पर्यो। यसको लागि अब सबभन्दा पहिले चाहिँ लाइसेन्स नभएर चलाउनु हो। त्यसपछि तीव्र गतिमा गाडी चलाउनु, पुरै बटार छ नि, देख्नु भयो होला नि, 100 मा हिँडेर हुन्छ हो, त्यसले पनि हुन्छ। अब बटार्न त एउटा सानो 2 वर्षको बच्चालाई पनि त्यहाँनिर के अरे स्टिङमा बसाएर ल बाबु बटार भन्यो भने बटार्छ, मजाले बटार्छ। तर गाडी चलाउनु भनेको बटार्नु होइन, गाडीलाई चाहिँ नियन्त्रण कन्ट्रोल दिन सक्नु पर्यो, रोक्न सक्नु पर्यो है। तपाईँ हामी के गर्छौँ, हामीहरू पनि हेर्नु होला नि है, 100 मा कुदिरहेको हुन्छ भने 100 मा कुद्यो भने एकाचोटि स्टप भन्दा रोकिन सक्छौँ त? सकिँदैनौँ, अगाडि हुर्किन्छौँ। भन्नुको अर्थ स्पिडमा गाडी गएको हुन्छ, उसले के सोचिरहेको हुन्छ भने म गाडी कन्ट्रोल गर्छु भनेर सोचिरहेको हुन्छ। अब एक्कासी कुनै अब्स्टिकलहरू आउँछ अगाडिपट्टि, कोही मान्छे आइदेला, पैदल यात्रु आइदेला, पशुहरू आइदेला, खाल्टो आइदेला सडकको, एक्कासी उसले ब्रेक लाउनु खोज्छ, ठाउँको ठाउँ ब्रेक लाग्दैन, कि मान्छे ठोकिन्छ कि आफै खाल्टोमा गएर चोट लाग्छ हो। यो पनि मानवीय कारण है। अर्को मादक पदार्थ तथा लागु औषध, यी दुईटा चिजको सेवन गरेर चलाउनु, यसले भनेको उत्तेजना दिने हो। म बाहेक यहाँ कोही छैन, देख्नु भयो होला नि गाउँघरमा पनि रक्सी खाएको मान्छेलाई कति फुर्ती आइरहेको हुन्छ, शरीरमा केही महसुस केही हुँदैन, तै पनि लड्नलाई दुनियाँसँग जान्छ। त्यसले चाहिँ आफू बलले लड्ने होइन नि त, त्यसले लिएको जुन मादक पदार्थ अथवा लागु औषध छ त्यसले त्यसलाई उत्तेजना ल्याउने हो। सवारी साधनमा पनि त्यही हो, खान्छ त्यसपछि केही देख्दैन, गाडी चलाउन मात्र आउँछ। एउटै मान्छेलाई 3 जना देख्छ, जो एक्लुट मान्छे हो त्यसलाई देख्दैन, के अरे त्यसलाई देख्दैन, अरूलाई देख्छ, मान्छेलाई गरेर ठोकिदिन्छ। यो पनि हाम्रो के हो, मानवीय कारण है त। त्यसै गरी हामी बाटोमा हिँड्न नजान्नु, बाटोमा हामी हिँड्दा कसरी हिँड्छौँ, गफ गर्दै पुरै सडकहरू च्याप्छौँ है, एकपछि अर्को गरेर हिँड्यो भने पो हामी सुरक्षित भयौँ होइन, त्यसरी हुँदैन। हामी सडक पुरै के गर्छौँ, जाम गरेर हिँड्छौँ। हाम्रो सोच के हुन्छ, कुनै सवारी साधन आयो भने हामीलाई चाहिँ हर्न बजाउँछ अनि चाहिँ हामी साइड छोड्छौँ। अब तपाईँहरू जस्तै एउटा जिद्दी ड्राइभर परिदियो भने जिद्दी ड्राइभरले के सोध्छ भने यत्रो गाडीको चोर सुन्दा कसो नजाला नि, हर्न बजाउँदैन भने पनि हर्न बजाउँदैन, तपाईँको नजिक आउँछ, एक्कासी ब्रेक लाउनु खोज्छ, मेसिनरी चिज हो, ब्रेक नलाग्न सक्छ, सवारी दुर्घटना हुन्छ। त्यसैले बाटोमा हिँड्दा साइडमा, अघि सरले भन्नुभएको थियो, अहिले हाम्रो तपाईँ बाटोमा हिँड्दा लेफ्ट साइडमा हिँड्नुहुन्छ है, लेफ्ट साइडमा होइन अब राइट साइडमा हिँड्ने, यो इन्टरनेसनल रुल्स हो, यसलाई चाहिँ नेपालले पनि फलो गर्न लागिसक्यो। अब किन हिँड्ने राइट साइडमा भन्दा लेफ्ट साइडमा हिँड्नु पनि गलत चाहिँ होइन है, गलत चाहिँ होइन, तर त्योभन्दा सुरक्षित राइट साइडमा हिँड्नु चाहिँ सुरक्षित भयो। कसरी भयो भने हेर्नुहोस् है, म सडकको लेफ्ट साइडमा हिँडिरहेको छु, आउने गाडी पनि मेरो लेफ्ट साइडमा आउँछ, पछाडिबाट आउने गाडी मेरो लेफ्ट साइडमै आउँछ नि, त्यसले आइरहेको बेला कसैले के गर्छ, जिगज्याग भएर गाडी चलाइरहेको हुन्छ, यस्तो यस्तो गरेर, कोही गाडीहरू बिग्रिया हुन्छ,
कोही गाडीहरू मादक पदार्थ सेवन गरेर तीव्र गतिमा आइरहेको हुन्छ, तपाईँ हामी सुरक्षित हुँदैनौँ। त्यसले चाहिँ पछाडिपट्टिबाट हामीलाई के गर्न सक्छ, चोट पुर्याउन सक्छ, ठोक्न सक्छ है। अब यो लेफ्ट साइड छोडेर अब म राइट साइडमा हिँडेँ, हेर्नुहोस् है। राइट साइडमा हिँड्दा लेफ्ट साइडको गाडीहरूको लेफ्ट साइडबाट गयो, हाम्रो डिस्टेन्स धेरै हुन्छ नि सडकबाट लेफ्ट साइडमा हिँडिरहेको। अब राइट साइडमा हिँड्यो भने अगाडिपट्टि आइरहेको गाडी हामीले देखिरहेको हुन्छौँ, त्यो गाडीको हरकतहरू देखिरहेको हुन्छौँ कि के गरिरहेको छ त्यो गाडीले, हाम्रो शरीर नजिक आउन खोजिरहेछ कि है, जिगज्याग चलाइरहेछ कि। त्यो बेला हामी आफूलाई बचाउन सक्छौँ, छल्न सक्छौँ नि त, तलमाथि जान सक्छौँ, किनभने हाम्रो आँखा अगाडि के भइरहेछ भन्ने त देखिरहेको हुन्छौँ नि त है। त्यसैले राइट साइडमा हिँड्ने, तर सडक छोडेर हिँड्नु पर्यो। राइट साइडमा हिँड्ने भनेपछि फेरि रोडमा हिँड्ने होइन, बिच सडकमा हिँड्ने होइन, साइडमा हिँड्नु पर्यो। एउटा बहिनी म भजनी बस्दा फेरि त्यस्तो जिद्दी चाहिँ हुनु हुँदैन। एउटा बहिनीले बिच सडकमै हिँडिरहेको थिएँ, मैले के भने, ए नानी बिचमा नहिँड न, गाडीले हाल्ला भने। त्यो नानीले के भने थाहा छ, मलाई हानेर कहाँ जाला रे, त्यसलाई समातेर कारवाही गर। अरे बाबा, त्यसले हानेर आफूलाई अपाङ्ग चोट लगाइसकेपछि त्यो जहाँसुकै जाओस् के पर्यो भने आफूले चोट खान रहर ला जस्तो गर्यो क्या त्यो नानीले। त्यस्तो जिद्दी चाहिँ नहुने, साइडमा हिँड्नुहोस् भनेपछि सकेसम्म आफूले थाहा पाउने, आफूभन्दा सानो भाइ बहिनीहरूलाई भन्ने, अनि आफूले पनि कहाँ हिँड्ने, राइट साइडमा सडक छोडेर हिँड्ने। अनि धेरै जस्तो भाइ बहिनीहरू के गर्नुहुन्छ तपाईँहरू भनेपछि साइकलमा हात छोडेर, अनि अब लगभग यो धनगढीदेखि अतरियाको रुलमा त तपाईँको चाहिँ साइकल लेन नै बनाइदिएको छ। अब यो भित्री सडक खण्डहरूमा त्यस्तो छैन, त्यसमा पनि एकपछि अर्को गरेर हिँड्ने। फेरि गाडी चलाउँदा यो साइकल र मोटरसाइकल चलाउँदा चाहिँ लेफ्ट साइडमै चलाउने है त। पैदल यात्रीले हिँड्दाखेरि राइट साइडमा हिँड्ने, अनि चलाउँदा सवारी साधन चलाउँदा तपाईँ साइकल चलाउनुहुन्छ अथवा जे सवारी साधनहरू चलाउनुहुन्छ लेफ्ट साइडमै चलाउनु होला। साइकलमा चाहिँ गफ गर्दै बरु छिट्टो घरबाट आउने, यत्रो ग्राउन्ड बनाइदिनु भएको छ सरहरूले अथवा यहाँ व्यवस्थापन गरिदिनु भएको छ, यहाँ आएर तपाईँहरूका जे जन सुख दुःख गुनासाहरू गफहरू यहाँ आएर गर्ने। तर सडकमा पुरै च्यापेर गफ गर्दै चाहिँ आउने होइन है। अब त्यसै गरी बाटो काट्ने क्रममा जेब्रा क्रसिङ भएको ठाउँमा जेब्रा क्रसिङबाट काटौँ। त्यो पनि छैन भने बाटो काट्नु छ भने एउटा ब्लाइन्ड स्पोट भन्छ क्या, नदेखिने ठाउँ भनेको घुम्तीहरूमा बाटो काट्नु हुँदैन, किनभने तपाईँहरूले आएको गाडीलाई देख्नुहुन्न, आएको गाडीले तपाईँहरूलाई देखिरहेको हुँदैन। त्यो बेला के हुनसक्छ, दुर्घटना हुनसक्छ। त्यस्तो ठाउँमा बाटो नकाट्नु होला। अनि त्यस्तै ठुल्ठुलो घरहरू अथवा यो सवारी साधनले छेकिरहेको हुन्छ नि, त्यो ठाउँमा पनि काट्नु हुँदैन। अब यो सवारी साधन छ, तपाईँले यिनीहरूबाट बाटो काट्नुहुन्छ भने उताबाट आएको गाडीले तपाईँलाई देख्दैन, त्यसपछि चोट लाग्ने सम्भावना हुन्छ, त्यसमा पनि ख्याल गर्नु होला। अब सडक पार गर्ने क्रममा तपाईँ हाम्रो के हुन्छ भने तपाईँ हामी सडकमा हिँड्छौँ, बाइ चान्स गाडी आयो भने यताउता भनेर झन् अल्मलाइदिन्छौँ सवारी चालकलाई। सकेसम्म गाडी बाटो काट्दा सबभन्दा पहिले कहाँ हेर्ने, राइट साइड हेर्ने है, किनभने दाहिनेपट्टि आएको गाडी हामीसँग छिटो आइपुग्छ। राइट साइड हेर्ने, लेफ्ट साइड हेर्ने, अनि फेरि राइट हेर्ने, अनि चाहिँ हिँड्ने। अब हिँड्दा बाइ चान्स कुनै गाडी आइहाल्यो भने तपाईँले चाहिँ बाटो काट्न तपाईँलाई अप्ठ्यारो भइरहेको छ भने जहाँनिर पुग्नु भएको छ त्यहाँनिर उभिदिनु होला। तपाईँ तलमाथि जानुभयो भने सवारी चालक पनि त्यो अनुसारको चाहिँ तलमाथि गर्छ, चोट लाग्ने सम्भावना बढी हुन्छ। सकेसम्म त्यसरी गाडी आइरहेको बेला बाटो नकाट्नु होला। बाटो काटिहाल्नुभयो भने त्यस्तो सवारी चालक आफू नजिक आयो भने जहाँको त्यही उभिदिनु होला। बाटो काट्नु छ यो भन्ने हिसाबले प्रहरीलाई पनि अब तपाईँहरूले सर यहाँनिर यस्तो भइरहेछ भने सूचना दियो भने तत्काल हामी 5 मिनटमा पुग्छौँ। कुनै ठाउँमा पनि घटना घटेको घटना या दुर्घटना जहाँसुकै जे होस्, अहिले लागु पदार्थको एकदमै चाहिँ बिग्रेको छ, त्यसमा हामी एकदम सक्रिय भएर सक्दोसम्म हामीले आफ्नो घर परिवार नभनिकन नागरिकको जीवनको संरक्षणको हक हितको लागि हामी चाहिँ खटिएका छौँ।